खै हाम्रो रेडियो रेडियो छैन अहिले तपाईँसँग रेडियो छैन है ज्ञानजी नेपालीलाई चाहिँ ऋण छ जसको जन्म दर्ता भइसकेको छ उसलाई ऋण छ जन्मिने बित्तिकै दर्ता हुने बित्तिकै चाहिँ ऋण छ हामीलाई हैन त्यही पैसा चाहिँ भ्रष्टाचार नगरे यदि यो अब जस्तै धराने जनता हजुरहरुको यो हैन यो पानीलाई चाहिँ सदुपयोग गर्दिनु भएको भए हैन यति दुःख हुँदैन थियो होला नि त हैन अनि मान्छेहरु म भन्न चाहन्छु अब प्रत्येक कुरामा चाहिँ विरोधको कुरा सुन्दाखेरि चाहिँ दुःख लाग्छ के उहाँहरुले कि चाहिँ धरानमा फुत्तै पानी निकाल्दियो भने त कति सजिलो हुन्छ निकाल्न सक्नुहुन्न नि त उहाँहरुले हैन तर उहाँहरु यहाँसम्म आउनु भएको छैन जस्तो पनि लाग्यो के कोका त धेरै टाढा रहेछ हैन यहाँ कटहरेसम्म मात्रै आउनु भयो भने तपाईहरु आउनु भएको छ कि छैन यदि यहाँसम्म तपाई आउनु भयो भने पनि तपाईले विरोध गर्नै छोड्नुहुन्छ के छ अब मैले अहिलेसम्म यो भने अब तपाई पत्रकार भन्नुस् त तपाईलाई के लाग्छ यो श्रमदान तपाईलाई भ्रम जस्तो लाग्यो त्यो भन्नुस् त तपाई हैन तपाई लाग्छ कि लाग्दैन त्यो भन्नुस् त पहिला तपाई मात्रै भन्नुस् हैन कतिले भने यो भ्रम हो श्रम भनेको भ्रम हो भन्ने